अस्सलामुअलैकुम एन्ड दर्शन नमस्कार एन्ड जय घन्टी। यसपालिको चुनावमा अब ठिकै छ, चारैतिरको चारै लहर छ, तर हाम्रो झापा जिल्ला क्षेत्र नम्बर 3 मा घन्टीको लहर छ है। 5 नम्बरमा त बालनको सबैले थाहा छ, तर हाम्रो क्षेत्र नम्बर 3 प्रकाश पाठकज्यू 70-80 हजार भोटले विजय हुन्छ जहाँसम्म हामीलाई लाग्छ। त हाम्रो भोट यताउता नगर्नु, नबिगार्नु मेरो अनुरोध छ हैन। क्षेत्र नम्बर 3 मा हामी एमाले पनि देखिए, कांग्रेस पनि कतिपल्ट देखिसके, देख्दा देख्दा रापरपालाई पनि हामी दुईचोटि देखिसके, तर केही बदलाव चाहिँ देखेन। अब यो त डिजिटल जमाना हो हैन, डिजिटल जमाना हो। डिजिटल जमानामा अलिअलि त अब भइहाल्छ यताउता, तर एउटा संसदले आफ्नो क्षेत्रमा के गर्नुपर्छ त्यस्तो भएको छैन, त्यस्तो केही बनाएको पनि छैन। त्यसैले अब नयाँ युवा हैन, नयाँ युवा चाहिँ अब अन्य कांग्रेस, एमाले, माओवादी जुनसुकै पार्टीबाट मान्छेहरू आउनुस्, साथीभाइ इष्टमित्रहरू सपोर्ट गर्नुस्। यसपालि प्रकाश पाठकज्यूलाई विजय गराउनुस्, 70-80 हजार हैन, लाखौं भोटले विजय गराउनुस्। क्षेत्र नम्बर 3 मा जति जे छ हाम्रो राजवंशी समाज, हाम्रो मुस्लिम समाज, हाम्रो कोच समाज, हाम्रो जुन छ क्षेत्री बाहुन जे जति छ सबै हातमा गरेर एकचोटि प्रकाश पाठकजीलाई जिताउनुस्। हामी सबैलाई देखे, यसपालि घन्टीलाई पनि हेर्न इच्छा राख्नु, हाम्रो पनि इच्छा छ युवाहरूको। तपाईहरु पनि जागरुक हुनुहोस्, जिताउनुहोस् यसपालि। लास्टमा जय घन्टी। यो मेरो युट्युब च्यानललाई सब्स्क्राइब, फलो, लाइक, शेयर गर्दै गर्नु है साथीहरु।